फाइनल्ली एकचोटि यो भिडियो हेर्नुहोस् त। हामी एकदम खुसी छौँ। अहिले रातिको 1:10 भयो जस्तो छ लगभग। अनि चाहिँ हाम्रो सबै कुरा चाहिँ सुनिदिनु भयो उहाँ माननीय ज्यूले र सबै कुरो लिखित गरेर दिनुभएको छ कि हप्ता दिनभित्रमा सबै कुरो चाहिँ ओपन गरिदिन्छु, किनकि नयाँ नियम लागू गर्नलाई टाइम दिनुपर्छ, किन सङ्घीय बस्नु पर्यो अनि तपाईँको अर्को के भन्छ यो संसद बस्नु पर्यो, त्यसपछि क्याबिनेट बस्यो, त्यसपछि अनि बल्ल निर्णय दिनुहुन्छ। तुरुन्तै समय लाग्दैन। खुसी लाग्यो नि आजको एकदम म सन्तुष्ट। तपाईँको चित्त बुझाइ के छ? ठिक छ नि? न्याय पाउनु भएको छ? सानो नानीले चाहिँ मान्छेले त्यहाँ हामीलाई पनि तपाईँहरूलाई पनि हामीले अन्याय गर्यौँ भनेर के भनेछ? नाम अमर भयो। एउटै लागेर मलाई भेटायो, मलाई म म चाहिँ चाहेको एकदम यही थियो। सन्तुष्टि छु। हामीले गल्ती गरेका छैनौँ नि। मान्छेले त हामीलाई दोष लागिरहेछ नि, सिमरा आउन दिन्न रे, मलाई न्याय मिलाइदियो, बस यति नै छ। न्याय पाउनु खुसी हुनुहुन्छ नि? ल राम्ररी बस्नु होला है। जनताले बुझ्छन् एक दिन होइन, हजुरहरूले न्याय पाउनुपर्छ। सधैँ हामी तपाईँहरूको साथमा छौँ है। धन्यवाद। यो भिडियो हेरिसक्दा लाग्यो मलाई अहिलेको सरकार जनताको लागि रहेछ के होइन। अब यस्तो जघन्य बलात्कार जस्तो जघन्य अपराधको लागि कडाभन्दा कडा कानुन बनोस् अनि यस्तो अपराध गर्ने सोच पनि मानिसको मनमा नआओस्। यो सानो नानीले न्याय पाउँछिन् भन्ने पूर्ण विश्वासका साथ अहिलेको सरकारले जति पनि पीडितको लागि गरेको छ त्यसको लागि धेरै धेरै धन्यवाद।